सबैलाई नयाँ वर्ष 2083 सालको सबैलाई शुभकामना छ र अबको दिनबाट चाहिँ हामी नि राइड अन कारहरू हुन्छन् जस्तो हेर्न सक्नुहुन्छ यो ठुलो साइजको लगभग 13-14 वर्षका बच्चा पनि बस्न मिल्ने टाइपको र 80 किलोसम्म धान्न सक्ने क्षमतावालाको गाडी पनि छन् र लगभग 20-25 किलोका बच्चा पनि धान्नेको छ। यहाँ पनि दुईटा गाडी नै छ, उतातिर पनि हेर्न सक्नुहुन्छ त्यहाँ पनि गाडीहरू छ। यसको चाहिँ अब दाङमा, लमाईमा अनि तुलसीपुरतिरको एरियामा कतै गाडीहरू किन्नु त भयो, तर अब बिग्रिएको छ भने चाहिँ त्यसलाई कहाँ रिपेयर गर्ने भन्नुहुन्छ भने चाहिँ अब चाहिँ हामी एकदम भरपर्दो रिपेयरिङ गरिदिनेछौँ र हजुरहरूले सम्झिन सक्नुहुन्छ र कमेन्टमा गएर सोध्नु होला। हरेक कुनै गाडीहरूको बारेमा सोध्नु छ भने सोध्न सक्नुहुन्छ र प्लस हाम्रो चाहिँ सेकेन्ड ह्यान्ड रिसेल पनि गरिन्छ र अब चाहिँ यति नै। नयाँ वर्ष 2083 सालको सबैलाई शुभकामना छ र आज चाहिँ वैशाख 1 गतेबाट अब मेरो च्यानलमा चाहिँ मेसिनरी सम्बन्धीको भिडियोहरू आइरहनेछ, तिनलाई रिपेयरिङ गर्ने अनि नयाँ जस्तो मेसिनहरू हुन्छ तिनको बारेमा डिटेलहरू सबैको बारेमा आइरहनेछ र हजुरले सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। र अब थप चाहिँ हाम्रो यो दाङ, घोराई अनि त्यसको तुलसीपुर, लमाईतिर चाहिँ यो बच्चाहरूको गाडीहरू हुन्छ नि, यो बच्चाहरूको गाडी चाहिँ हाम्रो रिपेयरिङ हुन्छ, प्लस सेकेन्ड ह्यान्डहरू पनि सेल गरिन्छ हो। यसको बारेमा पनि म भिडियो बनाउने जानेछु र यिनी बच्चाहरूको गाडी जस्तो कि यिनी भयो नि जो हाम्रो राइड अन कार भन्छ हो, यो राइड अन कारहरू पनि रिपेयर प्लस सेल्सहरू पनि हुन्छ र सेकेन्ड ह्यान्डहरू पनि बिक्री वितरण हुन्छ। हजुरहरूलाई बनाउन परेमा अथवा किन्नु परेमा चाहिँ सम्झन सक्नुहुन्छ, कमेन्टमा चाहिँ हजुरले सोध्नु होला, हामी सबै भन्नेछौँ। र विभिन्न पार्ट्स धेरै किसिमको आइटमहरू छ, हेर्न सक्नुहुन्छ उतातिर पनि गाडीहरू छन् र यिनका पार्ट्सहरू पनि कम्प्लिट सबै पाउनु नै छ। आज चाहिँ यो इन्ट्रो भिडियो मात्रै थियो। 2083 सालको सबैलाई शुभकामना छ फेरि पनि, र अरू भिडियो चाहिँ हामी निरन्तर ल्याउने नै छौँ मेसिनरी सम्बन्धी, बच्चाहरूको गाडीहरूको सम्बन्धी नै। हजुरहरूले मेरो च्यानललाई चाहिँ माया गरिदिइरहनु होला। ल आजको भिडियोबाट छुट्टिन चाहन्छु। हस्त नमस्ते।